welcome back to our new vlog. आज हामी कता आएको छौँ? आज चाहिँ हामी हर्कुलिजमा छौँ अनि त्यसपछि आजबाट चाहिँ गुन्यो चोलो स्टार्ट. हाम्रो बहिनीहरूको गुन्यो चोलो छ, गुन्यो चोलो आजबाट स्टार्ट भयो. आज मेहन्दी, भोलि के बे भोलि गुन्यो चोलो मेन इभेन्ट अनि पर्सि चाहिँ गुन्यो चोलो हो. भोलि ग्याप छ. आज मेहन्दी, भोलि ग्याप, पर्सि गुन्यो चोलो, त्यसपछि पार्टी. सो हामी अब यहाँ फुल 3-4 डेज हाम्रो फुल फङ्सन पार्टी हुनेवाला छ. लेट्स गो ल. हेलो वाह नमस्ते. कस्तो राम्ररी भयो ठुल दिदी त. ठुल दिदी यहाँ आइसिन्छ, बिना जस्तो खाँदै आइसिन्छ होइन. कृतिका त अब भइहाल्यो. माथि चाहिँ अब सबै रेडी भइरहेको छ होला. हामी अब फाइनली गइरहेको छौँ होइन. आज हाम्रो मेहन्दी होइन त मेहन्दी प्रोग्रामलाई अगाडि सनी दाई, प्रमोद दाई, अनि त्यसपछि यहाँ विष्णु दाई, म, कृतिका अनि श्रद्धा दिदी. हामी 6 जना छौँ आफ्नो गाडीमा. नयाँ दिदी रे. नयाँ दिदी त पुरानै हो तर ब्लगमा नयाँ के भन्नु फेरि. नयाँ भन्नु पुरानो भन्नु भयो. पुरानो भन्यो भने फेरि त्यस्तो पुरानो भन्नु हुँदैन होइन. 2 शब्द बोल्छु. हामी आज स्विमिङ जाँदैछौँ. दाइको रिफ्लेक्सले फेरि होइन. आजकल मलाई हर्कुलिज जान लाग्यो भनेको प्रीतिकामा रनिङ सर्ट्स हालै त्यो रनिङ गर्नुपर्छ भन्दै अस्ति नै आएको हजुर ठ्याक्कै निस्किसकेको थियो. स्विमिङ गइसक्यो दाइ टेक्स्ट गरेछ नि अनि पछि होइन लेकाउ गइसकेको थियो. ए भने टाउ जाने भनेर बोलाएर टाउ गइदिएर नलिकन तिमीले जान्न भने होइन होइन नि त त्यो दिन भालुको फोटो हेर्ने हो. सनी दाइको त्यो औटी खतरा छ है त्यहाँ. ऊ आमा भैरव बाफ्रे काल भैरव बाफ्रे सन्दर ड्राइभ गरेर त डेन्जर रहेछ यार. ठ्याक्कै सबजना एकैचोटि पुग्यो. साँच्ची भने कस्तो रिस्की. ओह शिट. ड्राइभिङ त खतरा थियो नि. मलाई डर लाग्यो. हजुरको ट्रक कस्तो छ? ट्रक मलाई त डर लाग्यो. हजुरको ट्रक कस्तो भइरहेको छ? ट्रक छैन असली छैन. ए हो सिकोया क्याम्पिङ अहिले त क्याम्पिङ त खतरा गरिरहेको हुन्छ नि त ट्रकमा. खुसी छौँ आज एकदम. नानीहरूको गुनौ चोलो छ, नातिनीहरू 2जनाको. एकदम खुसी छौँ. सबैजना भेटघाट भएको नि छ. सबैजना अब रमाइलो गर्नुपर्छ. ह्याप्पी गुन्यौ चोली. ह्याप्पी गुन्यौ चोली. ह्याप्पी गुन्यौ चोली. धन्यवाद. लेट्स गो. हेलो गुन्यौ चोलोमा हजुरहरूलाई कस्तो फिल भइरहेछ? फिलिङ गुड. हजुर हामी चाहिँ निरोमी र रुवानीको गुन्यौ चोलोको लागि टेक्सासदेखि आएको. टेक्सासबाट आइस. Let's have fun. Yeah. कहिले फर्किन्छ? ट्युसडे हो. यसलाई टाइम त छ. निरोमी He's vlogging. प्रोग्राममा के भन्नु छ? Hi. तिमी आर एक्साइटेड? Yeah. ए आइमी कति राम्रो देखेको आइमीलाई. अनि तिमीलाई के भन्नु छ भन न. से समथिङ टु माई भ्युअर्स. Nothing. It's her day. It's your day. Come on. ल हाम्रो पार्टीमा हाम्रो गेस्टहरूको के भन्छ त्यसलाई. हाम्रो गेस्टहरूको के बढिरहेछ भन्छ नि. के अरे तादाद बढ्दैछ. र हाम्रो साथमा हुनुहुन्छ अहिले अमनज्यू त गेस्ट होइन. उहाँ त अब घरकै भइहाल्यो. के भन्न मन छ हजुरलाई हाम्रो ब्लगमा? म यो भन्न चाहन्छु कि एकदम रमाइलो छ. अर्को नि रमाइलो छ. Whoa. कहाँनिर पुरा के भन्छु भनेर त फिर्ता दिएर भने. हामी यहाँ फोटो खिचेर आएको छौँ. बिना के भन्न मन छ 2 शब्द अब फाइनल. अहिले मैले अब यो मेहन्दी प्रोग्राममा सबैजना जम्मा भएर अमेरिकामा यति रमाइलो गर्न पाइएको छ. यो एउटा सगौरव प्रस्तुत गर्दछौँ अबका कार्यक्रमहरू. अझ हाम्रो बाँकी नै छ है बाबु. ओहो हो यहाँ ठुलो दिदी आइस हाम्रो. फेरि यहाँ ठुलो दिदीलाई त यहाँ खिच्न लागि छ. फोटो खिच्दिउँ है एकछिन ल.
Alright guys, मेरो भर्खर डान्स थियो होइन, म त सातो गएर होइन मेरो हार्ट रेट नै हाई भइसकेको थियो अनि त्यसपछि म क्लिप हालिदिन्छु म डान्स गरेको। अहिले अरू डान्सहरू भइरहेछ एकदम रमाइलो। हामी सबजना डान्स हेरेर यसपछि छौँ। फेरि हाम्रो डान्स हो तिमीहरूको डान्स Girls पछि are- गर्ल्स डान्स ए नाइस ओके अलराइट एक्साइटेड टु सी द्याट। जी करता मन झोबिकन जी करता। राइट गाइज एज युजुअल हामीले भ्लग गर्न बिर्स्यौँ किनकि यति रमाइलो भयो कि हामी त्यहाँ भ्लग गर्ने स्थितिमै थिएनौँ। एनिवेज सी गाइज टुमरो बाई बाई पिस। भोलि हाम्रो अब अर्को फङ्सन भोलि हाम्रो ग्याप हो खासमा हामी घरमा रमाइलो गर्छौँ। आफ्टर पार्टी त अब हामी विल ह्याभ सम आफ्टर पार्टी तर आई थिङ्क इट्स फर अस होइन हाम्रो लागि मात्र थियो आफ्टर पार्टी चाहिँ। सी गाइज टुमरो एनिवेज बाई बाई पिस गुड नाइट। के भन्नु छ लास्टमा? पानी पिउनुपर्छ। पानी भन्नुपर्छ। गुड नाइट बाई बाई पिस।